हेलो गाइज, यो चाहिँ मेरो गोठ है त। यो मेरो गाईबस्तु बाँध्ने यो गोठ। अनि साथै यहाँ मान्छे पनि बस्नु व्यवस्थित छ। यहाँ चाहिँ मेरो भैँसी छ। यहाँ चाहिँ बाखहरू देख्नुभयो घाँस खाँदै गरेको। अनि कुखुरा छ, उल्टे कुखुरो, सेतो कुखुरो, भालेहरू छ है त यहाँ। अनि यहाँ चाहिँ यहाँबाट चाहिँ सरर यहाँ चाहिँ धौलागिरी हिमाल देखिन्छ, तर अहिले बादल लागेको छ देखिँदैन। यहाँ चाहिँ मकै खेती भइरहेको छ। यो चाहिँ अघिल्लो खेती हो। यो चाहिँ बैशाखे मकै हो, यस्तो भइसकेको छ। यता पनि मकै छ, उता पनि मकै, हरियाली जताततै। बडीघाट 10 मा पर्छ है त, निगलपानीको गोरबाङ भन्ने ठाउँमा है त साथीहरू। यस्तो छ ल भ्यू चाहिँ। पारिपट्टि चाहिँ डर्लिङ, यो निगलपानी। उता घाम परेको हुँदा अलि अँध्यारो देखिया छ। घाम अस्टाउनै लाग्यो, बादल लागेको छ हल्का। पारी चाहिँ यो चाहिँ ढुङ्गा खानी हो साथीहरू। डर्लिङमा पर्ने बडीघाट 10 को डर्लिङमा ढुङ्गा खानी छ है त।